नमस्ते सबैलाई। म आडी वर्कसपबाट रूपक दुलाल। आज हामीले चाहिँ यो टिभीएस को विगो स्कुटरको इन्जिन खोलेका छौँ। अब यो इन्जिन खोल्ने क्रममा चाहिँ हामीले चाहिँ यसको चाहिँ केही पार्ट्सहरू चाहिँ अलि ब्याड कन्डिसनमा भेट्यौँ, जसले गर्दाखेरि चाहिँ हामीले यो यसको इन्जिन खोल्नु नपर्ने भयो। अब हामी तपाईहरुलाई चाहिँ यसको के सामानहरू चाहिँ गएको छ, के फेर्न पर्ने छ, चाहिँ यो फेर्दा के हुन्छ, नफेर्दा के हुन्छ भन्ने कुराहरू म तपाईलाई चाहिँ देखाउन गइरहेको छु। अब यसको चाहिँ सबभन्दा स्टार्टमा हाम्रो यो मोटरसाइकलले चाहिँ धुवा फालेर मोबिल खाने समस्या भएर चाहिँ हामीले यसको इन्जिन खोल्या हौँ। यसको इन्जिन खोल्दाखेरि चाहिँ हाम्रो यसको मेन समस्या भनेको यो पिस्टनमा चाहिँ यो मोबिल नभएको कारणले गर्दाखेरि यसको पिस्टन पुरै घोटिसकेको छ। अनि कस्टमरको भनाइअनुसार चाहिँ यो यसको साउन्ड पनि एकदम खराब थियो। अब साउन्ड खराब भएको कारण चाहिँ यहाँनिर केमचेन छ, यो केमचेन पनि लामो भइसक्यो, एडजस्टरहरू पनि गएको कारणले गर्दाखेरि हामीले केमचेन पनि फेर्न हामीले बाध्य भएको छौँ। त्यसको गाडीबाट यो पिकअप पनि छैन भन्ने कुरो गर्नु हाल्यो। अब यो पिकअप चाहिँ यसको क्लच सु सबै खाइसकेको छ र ठाउँबाट क्लच सु पनि फुटिसकेको छ। यो क्लच सु फुटिसकेको छ, त्यो कारणले गर्दाखेरि पनि अब यसमा त्यति राम्रो पिकअप आइरहेको छैन, भाइब्रेसन पनि बढी आइरहेको छ, उकालोमा पनि स्कुटर नचढ्ने, डबल लोड त्यस्तो समस्या थियो। अनि त्यसको गाडीबाट गएर अब हाम्रो फाइन बेल्ट, अब फाइन बेल्ट पनि ठाउँबाट चाहिँ सबै यसरी चाहिँ यहाँ देख्न सक्नुहुन्छ तपाईँले, ठाउँबाट यो फाइन बेल्टहरू जताततैबाट फुटिसकेको छ। त्यो कारणले गर्दाखेरि हामीले यो फाइन बेल्ट पनि फेर्ने भएका छौँ। त्यसको गाडीबाट गएर चाहिँ यो हब सेन्टर पनि चाहिँ तपाईँको पुरै खाइसकेको छ, यो भित्रबाट गोटी बस्ने ठाउँमा। त्यसको कारणले गर्दाखेरि ह्यान्डलमा बढी भाइब्रेसन हुने, त्यस पछाडिबाट अगाडि बढाउँदाखेरि ह्यान्डलमा बढी भाइब्रेसन हुने कारण चाहिँ यहाँनिर हुने गोटी, यो जुन यो 6वटा गोटीहरू छ यो खाएको छ सबै। यो यहाँबाट हामीले देख्न सक्छौँ यो गोटीहरू सबै खाएको छ। त्यो कारणले गर्दाखेरि पनि स्कुटर अगाडि बढाउने बेला ह्यान्डलमा जुन भाइब्रेसन आउँछ त्यो चाहिँ यसको कारणले गर्दा हुन्छ। र यसले गर्दाखेरि पनि पिकअप कम पनि यसले पनि हुन्छ, यो फाइन बेल्टले पनि हुन्छ। त्यस पछाडिबाट यो भेलहरू सबै खाइसकेको छ। त्यसले गर्दाखेरि पनि तपाईँको मोबिलहरू खाने, कम्प्रेसर हराउने, उकालोमा स्कुटरहरू डबल लोड नतान्ने, यो कम्प्रेसर लिक भएपछि चाहिँ पिकअप आउँदैन राम्रो। पिकअप नआउनुको कारणले यहाँबाट हावा लिक हुने, त्यस पछाडिबाट उकालोमा चाहिँ स्कुटरहरूले नतान्ने हुन्छ। अब हामीले यो सबै सामानहरू फेरेर अब ओरिजिनल सामानहरू हालेर चाहिँ हामीले यो चाहिँ यसको इन्जिन चाहिँ हामीले कम्प्लिट गर्दैछौँ। हजुरहरूलाई पनि यसरी नै काम गराउन मन छ भने आडी वर्कसपलाई सम्झिन सक्नुहुन्छ। हाम्रो लोकेसन चाहिँ हेटौँडाको हात्तीलेटमा रहेको छ।